नमस्कार, म विश्वनाथ बराल। यो सामग्री मैले अध्यापन गर्ने स्कुलदेखि कलेजसम्मका विद्यार्थीहरूको आग्रहमा प्रश्नोत्तर शैलीमा तयार गरेको छु। हामीलाई नेपाली कसले बनाएका हुन्? हाम्रो देश नेपाल कसले सृजना गरेको हो? हाम्रो भाषा, वेशभूषा, संस्कृति, जातिको चिनारी कसले गराएको हो? नेपाली वीर जातिको पहिचान कसले गराएका हुन्? हाम्रो स्वर्ग जस्तो देशलाई सीमाबद्ध कसले गरेर छोडेका हुन्? बुझ्न चाहने सबैले जान्नुपर्दछ सिन्धुलीगढीको इतिहास। प्रश्न नम्बर 1, अंग्रेजहरू कुन बाटो हुँदै सिन्धुलीगढी आइपुगेका थिए? अंग्रेजहरू पटनाबाट अगाडि बढ्दै क्रमशः भोजपुर, दरभंगा, बोबा, जनकपुर, जलाउदेवास, रानीबास, सिन्धुली हुँदै सिन्धुलीगढीतर्फ आइरहेका थिए। उनीहरूको लक्ष्य भने अगाडि बढ्दै खुरकोट, झाँगाझोली, दापचाँददेखि पनौतीसम्मको 96 कोस बाटो हिँडेर गोर्खा राज्य विरुद्ध कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सैन्य सहयोग गर्ने योजना थियो। जम्मा 11वटा बिसोनीमा पटनादेखि पनौतीसम्म पुग्न सकिने सूचना जयप्रकाश मल्लका दूतहरू उमदाह र फकीर दासबाट अंग्रेजहरूले पाएका थिए। अंग्रेजहरूलाई बाटो देखाउने काम पनि उनी दुई दूतहरू उमदाह र फकीर दासबाट भएको थियो। अंग्रेज सेनाको नेतृत्व कसले गरिरहेको थियो? पटना स्थित फोर्ट विलियमबाट स्वीकृति प्राप्त भएपछि क्याप्टेन किन्लकले 2400 सेनाको नेतृत्व गर्दै गोर्खा राज्य विरुद्ध आक्रमण गर्न पाउने जिम्मेवारी पाएका थिए। यी सेनाहरू थुप्रै कम्पनीमा विभाजित थिए। यो समूहमा अंग्रेजी अफिसर्स, ब्ल्याक अफिसर्सको रूपमा चिनिने इन्डियन सेनाहरू, भरियाहरू तथा केही महिलाको समेत उपस्थिति थियो। मिस्टर हाडीले सो युद्धमा राशन पानी र सैनिक बन्दोबस्तीको जिम्मा लिएका थिए। अंग्रेज सरकार विरुद्ध इन्डियामा भएका ठूला विद्रोहलाई दबाउन क्याप्टन किन्लक सक्षम भएकाले गोर्खालीहरूलाई सजिलै हराउन सक्ने विश्वास ब्रिटिस इन्डिया सरकारलाई थियो। प्रश्न नम्बर 3, गोर्खाली फौजले अपनाएको युद्ध नीति कस्तो थियो? अंग्रेज आउँदा जनकपुरदेखि सिन्धुलीगढीसम्मको वातावरण कस्तो थियो? घर छोड्न आग्रह गरिएको थियो, तर सम्झाउँदा नमाने आक्रमण गरेरै भए पनि गोर्खाली फौजले जनकपुरदेखि सिन्धुलीगढी बीचका बस्तीहरू खाली गराएका थिए। अंग्रेजहरू हिँड्ने बाटो सकेसम्म मेटाइदिने, खोला नाला खहरेमा राखेका साँगोहरू भाँचेर फालिदिने, अंग्रेजको सेनालाई राशन पानीले पटक्कै सहयोग नदिने गरी खाद्यान्न भण्डारहरू लुकाइएको थियो, चौपायाहरू लुकाइएको थियो, मानिसहरू पनि लुकिरहेका थिए। सिन्धुली माडीमा बसेर चम्पन सिंह थापाले फिरङ्गी फौजहरू जनकपुर आइसकेको नयाँ सूचनाहरू पृथ्वीनारायण शाहलाई रिपोर्टिङ गरिरहेका थिए। अर्को प्रश्न, गोर्खा र अंग्रेजको युद्ध सिन्धुलीगढीमा किन भयो? पहिलो कारण, ब्रिटिस इस्ट इन्डिया कम्पनीको व्यापार पटनाबाट काठमाडौँ हुँदै हिमाली मार्गबाट तिब्बत र चीनसँग चल्दथ्यो, तर पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा नाकाबन्दी गरिदिएपछि त्यो व्यापारमा अवरोध आएकाले अंग्रेजहरू गोर्खाली सेनासँग निकै रिसाएका थिए। दोस्रो कारण, पृथ्वीनारायण शाहले निरन्तर प्रयास गरेर विक्रम सम्वत 1822मा कीर्तिपुर जस्तो सामरिक महत्त्वको ठाउँ गोर्खाको कब्जामा पारेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल गोर्खा राज्यसँग निकै डराएका थिए। त्यसमाथि पृथ्वीनारायण शाहले गरेको नाकाबन्दीपछि कान्तिपुरमा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको थियो। अन्ततोगत्वा जयप्रकाश मल्लले ब्रिटिस इन्डिया कम्पनीसँग सैनिक मद्दत मागेर आमन्त्रण गरे। सिन्धुलीगढीको युद्ध वृत्तान्त कस्तो छ? गोर्खालीहरूको विजयको त्यो स्वर्ण दिन अर्थात् 1824 असोज 15 गते नेपालको लागि मात्र नभई विश्वको इतिहासमा एक अविस्मरणीय दिन हो। वास्तवमा सिन्धुलीगढी गोर्खालीको लागि जीवन मरणको युद्ध थियो। पृथ्वीनारायण शाहले यस युद्धमा चुनिएका र विश्वासी सेना नायकहरूलाई पठाएका थिए। कीर्तिपुर जिताउने श्री हर्ष पन्त र मकवानपुर जिताउने कालु पाण्डेका छोरा वंशराज पाण्डे समेत त्यसमा समावेश थिए। सिकारी वंश गुरुङ र काजी श्री हर्ष पन्तको नेतृत्वले ढुङ्ग्री भन्ज्याङ तर्फबाट तथा काजी वंशराज पाण्डे र खजान्जी वीरभद्र उपाध्यायको नेतृत्वको फौजले पौवागढी तर्फबाट चेपुवामा पारी पौवागढीको नजिक अंग्रेज फौजलाई आक्रमण गरेका थिए। त्यो बेला यो ठाउँ अहिलेदेखि भन्दा धेरै डरलाग्दो अक्कर र भिड थियो। शत्रुलाई टाउकोबाट प्रहार गर्नको लागि 700 जति फौज तैनाथ थिए भने ढाडतिरबाट आक्रमण गर्नको लागि 500 जना गोर्खाली लडाकुहरू लुकेर बसेका थिए। 1 किलोमिटर जति टाढा व्यक्तिको सामुन्ने टाउको तर्फबाट आक्रमण भएको सुनिश्चित भएपछि पछाडि ढुङ्ग्री भन्ज्याङबाट आक्रमण सुरु भएको थियो। उक्त लडाईँमा कालीबक्स, श्रीनाथ, गोरख कम्पनी हालको पुरानो गोरखगण, वज्रवाणी हाल बर्दबहादुरगण र सबुज कम्पनी हाल सबुजगणका वीर गोर्खाली सेना र सिन्धुलीगढी आसपास बस्ने स्थानीयवासीहरूले खुकुरी, घोडा, धनुकाँड, घुँयत्रो, सिस्नो र अरिङ्गाल जस्ता घरेलु हतियार तथा प्राकृतिक वस्तुको प्रयोग गरी लडेका थिए। यस ऐतिहासिक सिन्धुलीगढीको लडाईँबाट अंग्रेज फौजको करिब 400-500 वटा बन्दुक हात परेको थियो। पहिलो आक्रमण असफल भएपछि धनामना खोला शिर लगायत तीनतिरबाट आक्रमण प्रयास गरे पनि फिरङ्गीहरूको केही लागेन।
हरिहरपुर गढीबाट काठमाडौँ जाने योजना पनि जटिल भूगोल भएको कारणले सम्भव हुन पाएन। कैयौँ हात हतियार र बारुद गोला आड भन्ज्याङ मुनि राँगेचोरको जङ्गलमा छोडेर अङ्ग्रेजहरू भएका थिए। 2400 मध्ये 1600 अङ्ग्रेज सेना मारिएका थिए। नेपालतर्फ भने 500 जनाले वीरगति प्राप्त गरेको केही इतिहासकारहरूले लेखेका छन्। फिरङ्गी फौजसँग लड्दा एकै घरका 3 जनाको प्राण गएको पनि बताइन्छ। यो युद्ध 3 दिन चलेको थियो। के अङ्ग्रेजलाई हराउन सहिलो थियो? हाम्रो छिमेकी राष्ट्र इन्डिया, अमेरिका, फ्रान्स सबै त्यतिखेर बेलायतको अधीनमा थिए। विश्वभर अङ्ग्रेजको उपनिवेश फैलिएकोले ब्रिटिस उपनिवेशमा सूर्य कहिले अस्ताउँदैन भनिन्थ्यो। गोर्खाली सेनामा साहस, चातुर्य, बहादुरी, मुलुकको माया थियो। फिरङ्गीहरूको आक्रमणले नेपालका मठ मन्दिर, गुम्बाहरू एवं सनातन धर्म संस्कृति नष्ट हुने डर आदि कारणले हाम्रा पुर्खाहरूले मनमस्तिष्कबाट युद्ध लडेका थिए। प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल। क्याप्टेन किनलकले वर्णन गरेको युद्ध कथा कस्तो छ? युद्धमा संलग्न कुनै पनि नेपालीको दैनन्दिनी अथवा टिपोट प्राप्त छैन। क्याप्टन किनलकको दैनन्दिनी द जर्नल अफ क्याप्टन किनलक पुस्तकमा उल्लेख भए अनुसार गोर्खा राज्य विरुद्धको अभियान पटनाबाट सुरु भएदेखि नै गोलीगट्ठा, तोप, पाल लगायत धेरै बन्दोबस्तीका सामानहरू कहिले डुङ्गाबाट, कहिले गोरुगाडामा, कहिले हात्तीमा त कहिले फौज आफैले टाउकोमा बोकेर ढुवानी गरिएको थियो। जनकपुर सिन्धुली बीचमा भने घना जङ्गल, नदी नाला र खोजले मान्छेहरू आफैले बोकेर ढुवानी गर्नुपर्दथ्यो। असोज 10 गते नाइटोसम्म आइपुग्ने कमला नदीको भेललाई 32 पटक तरेर ब्रिटिस इन्डियाको सेना सिन्धुली आइपुगेका थिए। 30 फिट गोलाइ भएका अजङ्गाका मोटा र अग्ला रुखहरू सिन्धुली आउने बाटोमा देखेर अङ्ग्रेज फौज निकै नै रोमाञ्चित भएका थिए। आफ्नो डायरीमा क्याप्टन किनलकले यहाँ देखेका मोटा र अग्ला रुखहरू युरोपमा कतै नदेखेको, यात्राको बीचमा नदीहरूमा आएको 81 बाढीले खाद्यान्न तथा हात हतियारहरू बगाएको, आफू सुतेको स्थानमा एकाएक आएको खहरेको भेलले बगाएर लगेकोले मुस्किलले आफू बाँचेको, आफू बिरामी भएको, बाटो बिराइएको, हात्ती, बाघ आदि हिंसक पशुहरूको पदचिन्ह र मुर्दा शान्ति देखियोले मनमनै धेरै डर लागेको, आफूलाई ब्ल्याक अफिसरहरूले धोका दिएको, सिन्धुली खुर्कोट बीचको बाटोको सम्बन्धमा प्राप्त सूचना नै गलत भएको कारणले हतियारहरू लिएर सिन्धुलीगढीतर्फ जान नसकेको, जनकपुर यता घरहरू थुप्रै देखे पनि एकजना मान्छे र खाद्यान्नको एक गोडो पनि नभेटिएको, रसद पानीको भर गरेका दानवीर चौधरीले जनकपुरमा धोका दिएको, आशा गरेको ठाउँ सिन्धुलीमा पनि खानेकुरा नपाइएको, भोकै भिज्दै र बिरामीले थलिँदै हिँड्नु परेको कारणले गर्दा सिन्धुलीगढी युद्धमा आफू विजयी हुन नसकेको वर्णन गरेका छन्। कतिपय प्रसङ्गमा नेपाल पक्ष र अङ्ग्रेज पक्षबाट गरिने युद्ध सम्बन्धी विश्लेषणमा केही फरक कुराहरू भेटिए पनि मूलभूत विषयमा भने खासै अन्तर देखिँदैन। गोर्खा फौजले अङ्ग्रेजलाई नजितेको भए के हुन्थ्यो? सिङ्गो नेपालको निर्माण असम्भव थियो। छदम भेषमा प्रवेश गरेर विश्वभरि साम्राज्य फैलाएका अङ्ग्रेजहरू जयप्रकाश मल्ललाई सहयोग गरेर शान्तपूर्वक फर्कन्थे भनेर कल्पना नै गर्न सकिँदैन। विश्लेषकहरूको भनाइमा फिरङ्गीहरूको चाहना हिमालयसम्मको सिमाना थियो। चीनसम्मको व्यापारिक विस्तार थियो। नेपालको विपुल सभ्यता सहितको चिसो हावा पनि उनीहरू असाध्यै मन पराउँथे। सिन्धुलीगढीको वर्तमान दृश्य परिदृश्य। सिन्धुली जिल्ला कमलमाई नगरपालिका वडा नम्बर 3 मा पर्ने सिन्धुलीगढी काठमाडौँबाट बिपी कोइराला लोकमार्ग हुँदै आउँदा 135 किलोमिटर टाढा र तराईको बर्दिवासबाट सिन्धुली सदरमुकाम हुँदै जाँदा 57 किलोमिटर उत्तरमा पर्दछ। सामरिक महत्त्वको यो ठाउँ परापूर्व कालदेखि नेपाल मण्डल काठमाडौँबाट तराई एवं उत्तर भारत जाने मुख्य नाकाको रूपमा चर्चित थियो। पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण गर्ने सिलसिलामा विक्रम सम्वत 1819 को दशैंमा मकवानपुर राज्य गोर्खा राज्यसँग समाहित हुँदा सिन्धुलीगढी पनि मकवानपुर राज्यको भूगोल भएकोले गोर्खाको अभिन्न अङ्ग बनेको थियो। कमलमाई नगरपालिका र नेपाली सेनाको संयुक्त पहलबाट युद्ध सङ्ग्रहालय, युद्धस्तम्भ आदि निर्माण गरिएको छ। आजभन्दा 258 वर्ष अगाडिको झझल्को दिने गरी ऐतिहासिक र मध्यकालीन युद्ध सामग्रीहरूको यहाँ अवलोकन गर्न पाइन्छ। दैनिक सयौं देशी विदेशी पर्यटकको आगमनले सिन्धुलीगढी युद्ध ज्ञान केन्द्रको रूपमा विकसित हुँदै गएको छ। प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल। यो सामग्री मैले द जर्नल अफ क्याप्टन किनलक, त्यस्तै सागर कुमार ढकाल सरले तयार गर्नुभएको नेपालको इतिहासमा सिन्धुलीगढी, बाबुराम आचार्यको लेख, त्यस्तै सूर्यप्रकाश सुवेदीको लेख लगायतबाट तयार गरेको हुँ। हस्त धन्यवाद। अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते जर्नी जनभूमिश्च स्वर्गादपि गरियसी।